सो गुड मर्निङ गाइज है। अनि अहिलेको टाइम चाहिँ ठिक्कै 11:30 भयो। हामी चाहिँ स्विमिङमा कुरेको चाहिँ आधी घन्टा भइसक्यो। कैलाशलाई कुरेको आउँदैन टक्क र हामी चाहिँ यहाँ छौँ अहिले। यहाँ अगाडि चाहिँ कहाँ हो, यहाँ सब यो सुकुम्बासी बस्तीमा डोजो चलेछ। किस आयो त टुरिस्ट? कहाँदेखि आएको टुरिस्ट? जापान ओसाकादेखिबाट। यहाँ त अलि रमाइलो भएन यार भनेर भनेको अलि रमाइलो हुन जाने हो भने ल हामी चाहिँ टक्क लगाएर हामी चाहिँ त्यहाँ तल बुढालिङदेखि केटाहरू टक्क लगाएर हिँड्दैछौँ। हामी जाने चाहिँ उता टपमा हो। अब हामी चाहिँ अहिले कति बजी निस्क्यो? हामी चाहिँ अहिले देखिँदैन अहिले 12 बजिसक्यो। त्यहाँ पुग्नलाई चाहिँ 1 घन्टा 2-3 घन्टा लाग्छ। ल हामी चाहिँ टक्क लगाएर अहिले बाटोमा छौँ। यहाँ छ दिलेश द क्यामराम्यान, सुमन द के भन्ने कैलाश छ, अनि यहाँ छ म क्यामराम्यान। अनि अहिले हामी जाँदैछौँ उहाँ टपतिर हातमा बोतल बोकी। लेट्स गो। सो अहिले चाहिँ हामी यहाँ टिकट काउन्टर काटेर जानलाई रेडी छ। अहिले दुईजना चाहिँ वासरुम गएछन्। हाम्रो ट्रायल चाहिँ यहाँदेखि सुरु हुन्छ है। ओके लेट्स गो। टाइम 1:15 भयो अनि हाम्रो चाहिँ बाइकिङ चाहिँ बल्ल सुरु भयो। ल अहिले चाहिँ हामी यस्तो ठाउँमा छौँ, यो अलिकति जङ्गल छ, बिचमा चाहिँ ठक्क यस्तो छ बाटो। कमरिया सुमन फोटोग्राफर यहाँबाट सुमन हेर्न गाह्रो छ भिडियो गर्न। अनि यो सर्टकट लिनुको बाटोले चाहिँ गाह्रो हुन्छ होइन। सर्टकट लिएको है बाटो यस्तो छ, जरै जरा। बाटोमा यस्तो अब्स्ट्याकलहरू चाहिँ अझ यस्तो ओह्रालो के, मतलब कि यहाँ भिड, यहाँबाट झन् बित्तिकै तल खाइमा पुग्छ नि, त्यस्तो बाटो चाहिँ धेरै छ है। ल लेट्स गो। सो हामी यहाँ सर्टकट बाटो लिएको अहिले। अनि जङ्गलमा बाटो छ ल यार। सो हामी सर्टकट बाटो लिएको लिन त, तर बाटेर हिँड्छ यार। बाटो छैन खै कैलाश, बाटो छैन यहाँ त। हामी जाँदा अब सर्टकट लियो भने कहाँ हो गाउँ झाडी निस्क्यो हामी त यार। ल लेट्स गो। हामी हिँडेको चाहिँ 1.5 घन्टा भइसक्यो है। अनि हिँड्दाखेरि चाहिँ ठाउँ ठाउँमा चाहिँ यस्तो ऐँसिलोले भेटिन्छ। तर ऐँसिलो चाहिँ अलिकति यो हिजो अस्ति पानी पऱ्यो होला, अलिकति मिठो छैन, अलिकति तितो छ। केटाहरूले यहाँ टिप्दैछ ऐँसिलो। अनि दिलेश हाम्रो उहाँ पुगिसक्यो। हामी हिँडेको चाहिँ अहिले लगभग 1.5 घन्टा हुन लाग्यो, 1.5-2 घन्टा। अनि अझै टाइम लाग्छ तारेबेरी पुग्नलाई। लेट्स गो। ल केटा हामी चाहिँ यहाँ यो विल अफ तारेबेरी लेखेको ठाउँ चाहिँ यतापट्टि छ। हामी चाहिँ अपोजिट ठाउँमा छौँ अहिले। केटा चाहिँ यहाँ बस्दै यहाँ फोटो खिच्दैछ नि यसरी। यहाँको भिड चाहिँ यस्तो दामी छ यार आम्मा। अनि हामी चाहिँ अब एकछिन यहाँ भ्यू हेर्छौँ है। अनि त्यसपछि हामी खाजा खाएर झर्छौँ। तर हामी चाहिँ यहाँ बस्छौँ अहिले अझै आधी घन्टा 1 घन्टा बस्छौँ हामी यहाँ भ्यू हेर्दै बस्छौँ हामी चाहिँ।
सो अहिले कैलाशमा म यस्तो दामी भ्यू ठाउँ बसिरहेको केटा हो टक्क होइन दिदरा टक्क हामी यस्तो चट्टाङमाथि ढुङ्गामाथि बसेर काठमाडौँको फुल भ्यू फुल कि फुल तास आउँछ ल बाई सो हाम्रो केटाहरू चाहिँ दिलेश कैलाश र दाई तलै छन् म चाहिँ एउटा चाउचो बोकेर यता जङ्गलतिर माथि डाँडातिर जाँदैछु एक्लै सो लेट्स सी कहाँसम्म पुग्छु यो ढुङ्गामा चढाउँछु म ओके लेट्स गो दिदारा के भएन अलिअलि त यस्तो तपाईँको चाहिँ स्लिपरी रोड हो यहाँ भ्यू पनि केटा क्या दामी देखियो सो यो दामी देखिरह लेट्स गो अझै माथि म अझै माथि आउँछु यहाँ माथि अस्ति जङ्गल कहाँसम्म जान्छ थाहा होइन तर जहाँसम्म माथि चाहिँ बाटो जहाँसम्म छ म चाहिँ त्यहाँसम्म जान्छु लेट्स गो मोर अप लेट्स गो विथ मी सो बाटो चाहिँ यहाँ जङ्गल खाल्टो ओहो यहाँ त एक्लै परिरहेको केटा हो के गर्ने झाडी छ एडभेन्चर भनेको एडभेन्चर हो भयो डर लाग्यो दचम्बो सेट के हुन्छ भने त्यहाँ बाघ भालु के रहेछ भने यहाँ फेरि डर भइहाल्छ नि म तल गएर भेट्छु तपाईँलाई बाई बाई सो म चाहिँ अहिले यहाँ एक्लै यहाँ मजाले ढुङ्गामा सुतिरहेको कि मतलब कि रेस्ट गरिरहेको छु तर कस्तो दामी रमाइलो भइरहेको एक्लै यहाँ बस्दाखेरि म चाहिँ यहाँ यसरी टक्क लगाएर ढुङ्गामा यसरी आनन्दले सुत्दैछु गाइज अनि भ्यू पनि दामी छ कि सरर काठमाडौँको फुल भ्यू अनि टक्क लाएर चाउचाउ खाँदैछु भाइ चाउचाउ ल्याएको थिएँ अनि केटाहरू चाहिँ तल बसिरहेछन् फोटोसोटो खिचेर तिनीहरू चाहिँ म चाहिँ एक्लै माथि आएँ अनि अझै माथि जान्थ्यो उहाँ माथि टपसम्म जाने प्लान थियो फेरि एक्लै भयो डर लाग्यो नि त अनि त्यही भएर यहाँ चाहिँ टक्कल रेस्ट गर्दैछु सियु ल हामी चाहिँ अहिले त्यहाँ माथि टपमा गएर आयौँ अब चाहिँ हामी फर्किन्छौँ किनकि पानी पर्न लाग्यो यहाँनिर दुईजना चाहिँ त्यहाँ गर्छन् तर जोस् रमाइलो ठाउँ थियो हाइकिङ गर्ने नि मजा आयो 2 घन्टा 2.5 घन्टा चाहिँ लाग्यो हामीले बुढानीकटदेखि टाढेबिरसम्म आउनलाई सो अहिलेसम्म हेरिदिनु भएको भने फुल भिडियो हेर्नु धेरै धेरै धन्यवाद अरू पनि भेट्दै गर्नु होला यो भिडियो अहिले सकिएको छैन अब फर्केको भिडियो पनि हुन्छ अब फर्केको भिडियो सुरु हुन्छ हाम्रो गाउँमा धेरै खारोहरू हाउ वाज द हाइकिङ एकदम झकास हामी जाँदै थियो होइन टक्क लाएर अनि अहिले चाहिँ सिमसिम पानी पर्दैछ त्यही भएर सिमसिमे पानी अब चाहिँ यहाँबाट चाहिँ भिडियो गर्न मिल्दैन है म अलिकति चाँडो के भन्छु भन्दाखेरि ओइ म सैनिक इलाका हो अँ म भट्टामा आएपछि आफ्नो परिचय पत्र दिनुपर्छ है ल पानी पर्दैछ अनि अलिकति यहाँ सैनिक इलाका चाहिँ यहाँ फोटो भिडियो गर्न पाइँदैन म चाहिँ अगाडि गएर भिडियो गर्छु फेरि सियो सो अहिले पानी परेर हामी चाहिँ यहाँ आर्मीको एउटा सानो टहरामा बसेर अरू यहाँ बाहिरतिर देखाउनु मिलेन किनकि प्रोटोकल अनुसार बाहिर देखाएन हामी यति बोली भिडियो गर्न पाइहाल्यो नि हामी जहिले प्यारेको छौँ पानी परेर ओइ म प्यारेको मलाई भिड नहुनु है सो अहिले यहाँ पानी पर्दैछ चले आगे बढ 1 2 1 जम 1 2 1 1 2 1 1 2 ओ मेरो मल भित्र पानी पर्दैछ केटा हो तर ठुलो चाहिँ परेन तर पनि सिमसिम परे है ल दुईजना केटाहरू चाहिँ उहाँ तल पछाडि कहाँ हामी चाहिँ दिलेसम्म चाहिँ दौडी भागी आएको यसरी भाग्यो भनेर दौडी आएको भन्नु खोजेँ है पानी पऱ्यो केटा पानी पऱ्यो सिधै अनि ल सो अहिलेको टाइम चाहिँ 4:41 भइसक्यो अनि अब हामी चाहिँ तल झर्नालाई आइपुग्यौँ
पानी अलिअलि सिमसिम पर्दैछ। गाईहरू पछाडि छन्। बाटो पनि अलिकति चिप्लो हिलो टाइपको भयो अहिले चाहिँ। अनि त्यसपछि चिसो भए मेन त आछु टाउको पुरै बिचा मेरो त चिसो भए। बारी आहा गाई बारी आएर चाहिँ यत्रो ठुलो बाफ ओइ म पहाड हुँ। सन्दीपलाई जङ्गलदेखि फर्किनु भन्दै म एकदम ठुलो हुन्छु। सन्दीपहरू घाँस काट्ने खाने बन्सारे घाँस काट्ने खाने सन्दीप भयो त्यो फर्किनु भने फोन गर। अहिले बिस्तारै भेटिन्छ तल। जय नेपाल सिउ। सो अघि सुरुमा आउँदाखेरि चाहिँ मैले भिडियो गर्न पाएको थिइनँ होइन। अब चाहिँ म भिडियो गर्दैछु। सो यो पानी चाहिँ यहाँ जङ्गल माथिबाट कहाँबाट त्यो मूलको पानी भएर आएको हो कि यो पानी चाहिँ। यस्तो दामी चिसो छ नि यो पानी बाफ छुने बित्तिकै नि आफू कस्तो चिसो पानी हो यो त यार। यो पानी खाना पनि मिल्छ अरे क्या तर अहिले पानी परेको छ खोर भए होइन। अहिले हामीले यो पानी खाएर गएको कि यहीँबाट पानी खाएर गएको तर लास्ट चिसो पानी छ अरे त यार। थेट लक्केटाहरू पनि आइपुगेछन्। अब हामी अब हाम्रो झर्ने गन्तव्य पनि धेरै टाढा छैन नजिकै छ। सो भिडियो कस्तो भयो यस्तो डु कमेन्ट है। अब राम्रो त राम्रो छैन त्यही पनि यस्तो टु सपोर्ट डु कमेन्ट डु सेयर स्टे ट्युन। अझै भिडियो सकेन रुमसम्म पुगेर भिडियो गर्छु हुन त। सो जय नेपाल। उही अलिकति उज्यालो भएछ है घामसाम लाग्नु भएछ है। कस्तो डिस्प्ले अलिक क्वालिटी अलिक घट्यो होइन के भएन। जय नेपाल। सो अहिले हामी चाहिँ तारेभिरबाट तल झरिसक्यो। अनि अहिले हामी चाहिँ यहाँ बुढा नीलकण्ठ मन्दिरमा छ। Ui, चस्मा सो अहिले हामी चाहिँ यहाँ बुढा नीलकण्ठमा आइपुग्यो। अनि अब हामी चाहिँ यहाँ गाडी कुर्दैछौँ बस। अनि त्यसपछि अब हामी जान्छौँ रुमतिर। थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू। सो अहिले टाइम चाहिँ 7:40 भयो अनि हामी चाहिँ अहिले स्वयम्भू आइपुग्यो। अब यहाँ गाडी नै छैन भने चाहिँ हामी स्वयम्भूबाट रुमसम्म हिँड्दै जानुपर्छ। हाम्रो यहाँ चाहिँ गाडी पाउँथ्यो रुमसम्म जानलाई। अब चाहिँ गाडी नै रहेन यहाँ चाहिँ। अब चाहिँ हामी जानुपर्छ हिँड्दै। यहाँदेखि अझै हिँड्दै गयो भने 15-20 मिनट लाग्छ यहाँदेखि रुम जानलाई। ल सो हामीले गाडी कुदेको चाहिँ आधी घन्टा भयो होइन। अनि गाडी नै आएन कि। अनि दाइले म चाहिँ हिँड्दै जाने भने सोचौँ लास्टमा चाहिँ आखिरमा चाहिँ। अब यहाँदेखि धेरै टाढा छैन 20 मिनट चाहिँ हिँड्नुपर्छ कमसेकम। त्यही हो। मेरो